श्यामा तुलसी भन्ने, यसलाई श्यामा तुलसी भनिन्छ। अनि हाम्रो नेपालमा प्रशस्त पाइने यो श्यामा तुलसी भन्नुभयो भने हजुरको कालो अलि कालो कलरको हुन्छ। र एउटा रामा तुलसी भन्ने फेरि हजुरको अलि हरियो पात गरेको हुन्छ। बास्ना त सेम एउटै हुने गर्छ, तर फाइदा भनेपछि यो दुईटैको समानै हुन्छ। तर आयुर्वेदिकको यति महत्त्व छ यसमा, हजुरले यसको साँझ बिहान हजुरले चिया बनाएर यसलाई खानुभयो भने हजुरको कुनै पनि ज्वरो आउन्न र ज्वरोलाई चटक्कै सन्चो पार्छ। तपाईँलाई ज्वरोले भन्ने नजिकै आउँदैन हजुरको नजिक। यो तुलसीको सेवन गर्नुभयो भने, चिया सेवन गर्नुभयो भने हजुरले कहिले पनि हजुरलाई ज्वरोले कुनै पनि ज्वरो हजुरको नजिक आउन सक्दैन। यति पावर छ यो तुलसीको। तर अब बुझ्नेलाई बुझे एकदम राम्रो अचुक दबाई छ, नबुझेपछि त अब के भन्नु र। फेरि यसको धार्मिक महत्त्व पनि छ। अब यसलाई नै तुलसी पूजन पनि गरिन्छ र तुलसी पूजा पनि गरिन्छ यसलाई। र हजुरको आयुर्वेदिकमा त झन् अचुक दबाई छ यसको। अनि अति राम्रो एकदम आयुर्वेद दबाई। सर्दी जुकाम खाँसी तपाईँको ज्वरो भन्ने पटक्कै आउँदैन। यसको अगर चिया बनाएर साँझ बिहान 2 टाइम खानुहोस्, हजुरलाई मलेरिया कुनै चिजले छुन सक्दैन।